यसमा के हाल्छ तिमीले? मसला मसला, दही, नुन खुर्सानी, ब्ल्याक पेपर, हल्दी। छोरीले सिकारी भनेर ओइ यसलाई सिकारी चाहियो है। अब यसलाई के गर्नु? पोलेर खाने हो? त्यही अस्ति बफाएर खाने कि सिङ्गे। त्यो उसमा चामलमा कि कसरी? त्यही चामल बनाएको थिएँ नि, त्यो बनाउँछु कि म। सिकारी खाने अरे मेरो छोरीले आज सिकारी। मेरो छोरीले एउटा सिकारी बनाइदिएको कि। त्यो त पानी हालेर कालो हुन्छ है अरे कालो हुन्छ। उता उता त असिना आएको छ क्या नानघाटतिर पोखरातिर पनि। सिकारी हो यो मेरो छोरीले खाने सिकारी। छोरीले सिकारी खाने रे बाबै, छोरीले सिकारी खाने। यसको तिमीले ग्रेभी गर्नुपर्ने के? ग्रेभी के? यसको ग्रेभी गर्नुपर्ने। गेम होइन, चाइनिज फिल्म हेर्दैछ। ए कोरियन फिल्म अरे। तिमीले कोरियन फिल्मलाई के भनेको राइमी? के भनेको? खै के पो भन्दै कि बिर्सिगेँ मैले। कोरियन भन्न आएर करेन्ट हो कि के भनेको थियो अघि। हेर्देऊ हेर्देऊ हेर्देऊ। अब यसलाई के बफाउने हो? पानी सानो भयो सानो भयो। ए सानो भयो। यो झन् फुलिन्छ नि यो है? यो झन् फुलिन्छ नि, फुलेर माथि। ए तल गट्यो त्यसो भए यो 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 तल गट्यो। ए हावा आयो, कस्तो हावा आयो। कतिको भयो? पाक्यो कि पाकिन हेर त? पाक्दैन अहिले त खा। बल्ल त चिचिरो हुन्छ। तलको त्यही त होला नि। यो फुटेको कि तिमीले फुटाले गयो? यो फुटेको अरे। ए आफू फुटि जान्छ नि है, पाक्दै जान्छ फुट्दै जान्छ। ल ल अझै गर।
आज मौसमले च्यालेन्ज दिएछ नि ऊ यस्तो भएछ पानी आउनको लागि रेडी भइसकेको छ यहाँ किसिम भएछ त्यही भएर बडा मजा आछ तिमीलाई है आज मौसमले च्यालेन्ज दिएर खुसी भएछ है पानी आउनु लाग्छ त्यसपछि यहाँ मासु पाकिरहेछ आज उसलाई खुसी लागिरहेछ मलाई पनि मौसमले च्यालेन्ज दिएर हेर चाय गरम गरम चाय भुट्यो सबै भएको हो र पोल्छ टुङ टुङ पाकेछ खोइ यता अलिक पाकिन्छ के हो होइन पाकेछ अझै एक राउन्ड हाल्नुहुन्छ नि त यसलाई उल्टो गरेर ए उल्टो गराएकै हो नि टुङ पानी हेर त आज हाल्नुपर्छ कि डर लाग्यो 20 मिनट 20 मिनटसम्म त्यो पानी सुक्दैन अरे टुङकी माई गॉड पाक्यो धेरै त्यो पाक्यो नि धेरै बेला त हो पनि यति नै ठिक छ Ya, aku tuh pakai gitu. Pasti biar tunggu ya, at least tabur itu mana. त्यो के हो टमाटर अनि टिमुर टमाटर टिमुर
भयो पाक्यो बताइदिउँ लौ खाऊ तिमीलाई अब यत्रो ठुलो चिज खान्छौ देखाऊ खाएन खाना खाएन ल खाऊ तिमीले खाऊ अहिले सानो सानो पिस गरेको मासु यो पो मिठो छ ओहो आज मैले बाबुको मुख ब्याङ है मिठो हो बा पापा शिकारी भनेर अनि शिकारीले त्यसरी कसरी खान्छ शिकारीले खासमा कसरी खान्छ शिकारीले ओहो अब यो खाना चाहिँ जेसीको ल जेसीको खाना ल जेसी मासु मात्रै आने भने भातै खानु भात खानु फेरि को दिन्छ भने यो यहीँ बस्छ जेसी जेसी खाएन त्यसले त्यही राखेको जस्तो फेरि मासु अब यो पुरै भात फाल्छ है यसले अब फेरि गयो फेरि गयो मेरो बाबुलाई त मिठो लाग्यो ल सुक्खा राम्रो भएछ फुर्र भएछ अस्ति त गिलो भयो है गिलो भयो अहिले त सुक्खा भएछ राम्रो आज अभि दादा
र आइमी बसेर खाने भनेको त अभित्र त आउनु भएन है। अनि च्यालेन्ज गर्ने भनेको त है मुकब्याङ च्यालेन्ज गर्ने भनेको त कसले जित्थ्यो होला तिमी र अभिरालामा? तिमीले जित्थ्यौ? कस्तो लाग्यो आज खाना? खाना त मैले होइन त्यही भएर म तिमीलाई सोधेको क्वेसन गरेको कस्तो लाग्यो तिमीलाई आजको खाना? मिठो लाग्यो? मैले बनाएको भनेर सोधेको होइन कि तिमीले बनाएको तिमीलाई सोधेको कस्तो लाग्यो भनेर। त्यही त मैले मेरो छोरा र छोरीहरूको लागि बनाइदिनु। अरू भन्दा नि तिमीलाई यो मिठो लाग्यो कि यो मिठो लाग्यो कि यो मिठो लाग्यो? यो मिठो लाग्यो। मेरो बुढीको खोइ तिमी के लुस्यो? मेरो बुढीको यो गोल्ड डायमन्ड खतरा छ मैले त्यही भएर कोही खाँदैन। अस्ति त गिलो भएको थियो है, अब ठिकै छ। यतिको फोटो ठिक हुने चाहिँ कि गिलो चाहिँ राम्रो हुने चाहिँ गिलो पेरेट त पनि यतिको ठिक छ। यो मिठो हो यो मजाले प्याज गर्ने। लास्टमा पाकेपछि तिमीले पोल्यो नि, पोलेपछि झन् स्वादिलो भन्छ। तर मलाई फेरि ओभन्स मनपर्छ। खाऊ तिमीले लाग्यो। म त आज चौगुना खाइदिन्छु। म राइसमा त खाँदैन। आज मिठो हुन्छ कि पेलेट त भएको छैन कि, अलिक पेलेट त भएन, अलिक हुन्छ भयो। तर चटनीसँग तिमीले यस्तो मलाई ग्राइन्डरमा हाल्दैन नै न उसमा बनाएको यस्तो मलाई उखुँदैमा हालेर अनि लसुनको टेस्ट अनि त्यो प्याजको अनि टमाटरको हो यस्तोमा सिङ्गै सिङ्गै है। तर थोरै भयो, अलिक धेरै गराउनु पनि ग्राइन्डरमा हाल्ने बेला पुरा मसिनो हुन्थ्यो है। मसिनो हुन्छ मसिनो मैले सिलौटामा पिसेको।